20 वर्ष अगाडि हामीले यही शादी गरेको थियौँ। दिदी पनि टक्क बसिरहेछ, यता गुजी छ। हामी अब दन्तकालीको आज दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर तीनटा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। दन्तकालीबाट पिण्डेश्वर अनि पिण्डेश्वरबाट बुढासुब्बा आउने रे ड्याडीले भन्नुभएको टक्कसँगले होइन। अब चाहिँ हाम्रो म यहाँ सानी म यहाँ बसेको छ है, झट्ट टेम्पोमा खुसी भएको होला, टेम्पो हेर्न पाएको भएर होइन। अहिले अब यो चाहिँ अब लक्ष्मी चोकतिर आयो, लक्ष्मी चोकबाट भित्र छिर्दैछौँ। जोस् अब यहाँ आएपछि धरान आएपछि धरानमा आएर तीनटा मन्दिर टक्कसँग दर्शन गरेन भने त के दर्शन गरे त भन्ने जस्तो फिल हुन्छ होइन। त्यही भएर अब सुरुवात हुँदैछ दर्शन। तपाईँलाई देखाउँछु नि बाटोमा, दन्तकाली पुगेपछि दन्तकाली देखाउँछु, सबैतिर गएर के हुन्छ बाटोमा अपडेट गर्छु। ल उकालो लाग्न आँट्यो। ल ओके गाइस। त्यसपछि हामीले दन्तकालीको दर्शन गऱ्यौँ। त्यहाँ भएका घन्टीहरूले हामीलाई बाल्यकालको याद दिलायो। त्यो मन्दिरभित्र राखिएको दाँत हेर्न पाउँदा कति खुसी हुन्थ्यो। त्यहाँ दियो बालेको बेलामा आँखा सेक्ने यी हातहरू र रुखको छारीमा कहिलेकाहीँ विश्राम गर्ने यो काँधहरू, यो नमस्ते गरेर गणेशबाट सुरु गर्ने हाम्रो पूजा र यो मन्दिर कति रमणीय छ। यहाँको त्रिशूल देख्दाखेरि महादेव नै साक्षात्कार अगाडि उभिनु भयो जस्तो लाग्छ। यसपछि हामी हजुरबुवा र नातिनीको पछि लाग्दै लाग्दै पिण्डेश्वर बाबाको घरमा पुग्यौँ। पिण्डेश्वर बाबा जहाँ दर्शन अभिलाषीहरू कति टाढा टाढाबाट आउने अझै पनि मस्तिष्कमा ताजा सम्झना आउँछ। अहिले चाहिँ हामी पिण्डेश्वर बाबाकोमा आयौँ, पिण्डेश्वर बाबाको चरणमा आएको छौँ। अब यो सेकेन्ड मन्दिर हो यो ठाउँ। यो मन्दिर पनि हाम्रो सेकेन्ड स्टेसन भयो। सेकेन्ड स्टेसन पछि अनि थर्ड स्टेसनमा जानुपर्छ। अनि अब यहाँ बेलपत्ता चढाउने भन्दैछन्। अब यहाँबाट हेर्नु है, यही हो हाम्रो पिण्डेश्वर बाबाको धाम चाहिँ। अब यहाँबाट भित्र छिरेर अनि दर्शन गरिन्छ। ल अब म चाहिँ छिर्दैछु मन्दिरभित्र। अब यहाँ चाहिँ मलाई पनि भित्र छिर्नु भनेको छ, त्यही भएर म पनि भित्र छिर्छु होइन। अब भित्र छिरेर टक्क दर्शन गरेर अनि निस्किन्छु। अब यहाँनिर जुत्ता खोलेर जानु पर्यो। बाबाको मन्दिरमा छिर्ने बित्तिकै दाहिने तर्फमा हाम्रो गणेशजीको मन्दिर छ। गणेशजीको दर्शन गरिसकेपछि मात्रै उतापट्टि जाने चलन पहिलादेखि नै कायम छ र हामीले त्यहाँ पूजा गऱ्यौँ। त्यसपछि पिण्डेश्वर बाबाको दर्शन गरेर त्यसको परिक्रमा लायौँ अनि त्यहाँको सबै भगवानहरूको दर्शन गर्दै 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 हामी अगाडि बढ्यौँ। हर 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 महादेव, जय शम्भो। अब पिण्डेश्वरबाट पनि निस्क्यौँ। अब पिण्डेश्वरबाट निस्केपछि अब हामी बुढासुब्बातिर जान्छौँ। बुढासुब्बामा गएर त्यहाँ अब बुढासुब्बाको दर्शन गरिसकेपछि चाहिँ अनि हाम्रो तीनटा मन्दिरको भ्रमण सिद्धिन्छ सफलतापूर्वक। ल अब यहाँबाट हामी निस्किन्छौँ है त। यो पिण्डेश्वर बाबाको पनि दर्शन गरियो। ऊ गुजी त्यहाँ छ, ड्याडी आउँदै हुनुहुन्छ। गुजी यु वान्ट टु से समथिङ? यहाँ आएर ल, यहाँ आएर भन ल। ल भन। अभी हो र? ए त्यसपछि हामी बुढासुब्बा मन्दिर पुग्यौँ। त्यहाँ झुन्डाइएको त्यो लाछाले हामीलाई बाल्यकालको याद दिलायो।
मालाहरू देख्दाखेरि कति किनेर लगाइन्थ्यो। अहिले मालाहरू यसरी झुन्डाउने चलन चलेको रहेछ। त्यो मन्दिरमा त्यो बलि दिने ठाउँ पनि याद आयो। त्यसपछि लाइन एकदमै लामो भएको भएर हामीले बाहिरबाट दर्शन गर्ने निधो गऱ्यौँ। बाहिरबाट पनि त्यो मन्दिर यति भव्य र यति राम्रो छ कि त्यहाँको ऊर्जा नै बयान गर्न सकिन्न। त्यसपछि त्यहाँ घन्टी बजाइयो अनि त्यो मन्दिरको दर्शन गर्दै गर्दै अगाडि बढियो। आज मन्दिर आएको बुढासुब्बामा। आज बुढासुब्बाको चाहिँ लामो त दर्शन गर्ने छ। हामी चाहिँ बाहिरबाट दर्शन गर्छौँ अनि निस्किन्छौँ। अब गुरुजीलाई बेलुन सेलुन किन्नुपर्ने। यहाँनिर यस्तो यो मालाहरू हेर्नु के हेर्नुपर्ने हो। अस्ति भन्दै थियो नि यहाँ चाहिँ यस्तो बानिरहेको हुन्छ होइन। पहिला चाहिँ बाँसमा लेख्ने चलन थियो, अहिले त्यस्तो मान्ने चलन आइसकेको छ। समयअनुसार कति कुराहरू यही ठाउँमा बद्लिन्छ। अगाडिको ती कुराहरू त कति कुरा बद्लेर आइसक्यो होला क्या। त्यही भएर हामीले आफ्नो खोज्नुपर्छ, आफ्नो बाटो खोज्नुपर्छ, आफ्नो अस्तित्व खोज्नुपर्छ जस्तो लाग्छ। ल यो चाहिँ यहाँको बाँसको टुप्पो हुँदैन भन्छ है। यो बाँसहरूमा टुप्पो हुँदैन भन्छ। त्यही हो। अब एकदमै दामी ठाउँ छ। मलाई चाहिँ एकदमै मनपर्छ यो। ल हेर्नु न, केही पनि छैन, रमाइलो भयो। 20 वर्ष अगाडि हामीले यहीँ साझी गरेको थियौँ। होइन, गुरुजीलाई बेलुन किन्यौँ हामीले। अनि अब चिया खानुपर्छ कतै बसेर। अब हामी के गर्ने, चिया खाने, चिया पनि खाएको छैन। हुन्चुले के भन्छ मालाहरू दिन्छु भन्दै हुन्छ। सो त्यो मालाहरू पनि लियौँ। गुरुजीलाई बेलुन पनि किनिदियो हामीले है। ल माला के छान्नु त छान्छु। मेमोरीको लागि लानु पऱ्यो नि त। ल हामी चाहिँ मन्दिर छेउको एउटा चिया खाने ठाउँमा चिया खान आएको। गुजी पानी खाँदैछ, आफ्नो बेलुन आफ्नो खेलौना लिएर पुरै खुसी छ। म चाहिँ टिका सिक्का लगाएर 3टा मन्दिर घुमेर खुसी छु। ल आज हामी जाने भयौँ भेरेटार दिदीसँग, बाबुसँग अनि हामी 3जना है। बाउ आमा छोरी। मेरो छोरी चाहिँ बिजी छ मेकअप गर्नलाई फुपूसँग। मेकअप गरिदिनुहोस् भनेको भने चाहिँ एकदम नकल गर्नुपर्छ नि। ल भेटार पुगेर सानो फेरि हामी त्यही कन्टिन्यू गर्छौँ। ड्याडीहरू चाहिँ बाहिर गफ गर्दै हुनुहुन्छ अनि हामी यहाँ रेडी हुँदैछौँ। ल सी यू। अब लाग्यो। दिदी पनि टक्क बसिरहेछ। यता गुजी छ, यता हाम्रो स्वरूप छ होइन। अब हामी भेटारतिरको लागि अघि त बुढीले भन्यो होला, त्यो पनि मजा आउँछ होइन। गुजुको कति राम्रो देखिएको रातो लाएर गुजुलाई। How cute! Thank you. You're welcome. बुढी चाहिँ आउँदैछ त्यहाँबाट होइन। टगु ल बुढी कुदे आयो। ए यहाँ त दोकान खोलेर पुरै गजब भइसकेको रहेछ है गाइस। यहाँनिर मन्दिर सन्दिर रहेछ। त्यो दामी लाग्यो गाइस मलाई चाहिँ। ल भेटार आयो गाइज। अब यो भेटारमा पाथिभराको मन्दिरमा पार्किङ रहेछ। ट्याक्क पार्किङ गरिन्छ। यहाँबाट लखर हिँड्दै हल्केली गइन्छ। हुस्सु लागेको छ, नत्र भने ड्रोन सट हान्थेँ गाइज। अब के भन्नु होइन त, यस्तै हो। ल अब निस्तारी निस्किँदै हेर्दै खिच्दै गर्छु नि त टक्कसँगले। गुजु पनि आइपुगेको होइन त गुजु। च्याउ ल है हामी चाहिँ चट्टसँगले आइपुग्यौँ। कहाँ आइपुग्यौँ भन्दाखेरि नि यो पाथिभरा भगवतीको मन्दिर। यहाँ भगवतीको मन्दिर रहेछ। यहाँबाट टक्क हार्दी केसरी छिर्ने ठाउँ छ। यहाँबाट टक्क छिरिन्छ अनि यहाँबाट लखर हिँड्छौँ। सबजना तल चाहिँ आउँदैछन्। उनीहरू चाहिँ लखर हिँड्दै आउँदैछन्। म चाहिँ जाँदैछु। यहाँबाट सुई हिँडिन्छ, मजा लिइन्छ। यता अर्को बाटो कता जान्छ। यहाँ चाहिँ यो पहिला नै यो बाटो सुरु हुन्थ्यो। हिँड्दै आएपछि यहाँसम्म आइन्थ्यो अनि यहाँबाट लखर हिँडिन्थ्यो। साह्रै मजाको ठाउँ छ। हुस्सु लागिरहेछ। ल त हुस्सु लागेको कस्तो मजाले। यो धागो बानिरहेको बाटो यस्तै छ है सुई हिँड्नलाई। ल त साथीहरू
देखाउँदै जान्छु नि बाटोमा हामी अब हिँड्दै जान्छौँ गफ गर्छौँ त्यो गफ गरेको के देखाउनु र त्यही हामी सबजना बच्चाहरू ऊहरू हाम्रो स्वरूप आएको छ हामीलाई आनन्द आएको छ जस ल गाइस सी यू एकछिनमा बाटोमा एकछिन विश्राम गरिसकेपछि हामी त्यहाँबाट लाग्यौँ फेरि पाथिभरा माताको चरणमा। उकाली ओह्राली गर्दै त्यो रेलिङहरू समात्दै हामी त्यो मन्दिरको नजिक जाँदाखेरि एकदमै रमणीय फिल भइरहेको थियो। त्यसपछि अगाडि मेरो छोरी एकदमै मक्ख परेर कुद्दै हिँडिरहेकी थिए। हामी पछाडि उसको फलो गर्दैथ्यौँ। त्यहाँबाट उसुको बिचबाट चिर्दै उकाली चढ्दै एकअर्काको पछाडि लाग्दै पुग्यौँ हामी हाम्रो पाथिभरा देवीको मन्दिरमा। त्यसपछि त्यहाँबाट हामी उकालो चढ्यौँ। आइपुग्यौँ। सुरुमै गणेश टाइपकोबाट सुरु हुँदो रहेछ। जस पाथिभरा आउन पाइयो साह्रै खुसी लाग्यो। यिनीहरू पनि यहाँ रहेछन् चिल हान्दैछन्। ल जान्छु। दिदीले मैले दिदीलाई यो सर्ट दामी यहाँ चाहिँ गुजी छ यी कहाँ गएर आएछ र हजुर के को लागि बाबा आई क्यान गिभ यु ह्यान्ड आऊ नि त प्रिन्सु गेट डाउन माई प्रिन्सु त्यस्तो हो र यु वान्ट टु से समथिङ कस्तो मजा आइरहेछ आएको छैन What do you feel? How do you feel? I want to know how a baby feels when they come to a temple. I feel sad. Why you feel sad? You really do? के भएको भएर बाबा? I don't like temples. Why? But because this Jinga and I might bite and there was a creepy bug over there. It was too creepy for me. Oh really? Yeah. But the jingas are all you are somebody who touches सबै छुइदिन्छ छुने बेलामा डर चाहिँ कसरी लाग्छ छोरो आर यु जस्ट बिङ फनी No. ओके एनीवेज ल आऊ इन ओ त्यहाँ माथि पनि यस्तै सिँढी चढेर कता मन्दिर छ है त्यो बादल लागेर हुस्सु लागेर त्यति राम्रै देखिँदैन Sorry for distracting, Choro. I just want to take the video. What? Nothing. घन्टी बजाउँदै छोरी तल झरी स्वरूप त्यहाँ पर्खेर बसिरहेको थियो तल गेटमा। अनि त्यहाँ हामी पनि पुग्यौँ अनि हामीले चिनेको एकजना दाइलाई पनि भेट्यौँ। त्यसपछि हामी त्यहाँबाट हिँड्दै आफ्नो गाडीतर्फ लाग्यौँ। अब जानुपर्छ भनेर सायद स्काई वक एकछिन छिर्नुपर्छ जस्तो हामीलाई फिल भयो र बाटोबाट हामी लाग्दै गाडीको तर्फ स्काई वक जानलाई रेडी भयौँ। आज जोस् अब हामी निस्किहाल्यौँ होइन टक्कसँगले पाथिभरामा गयौँ मजाले त्यहाँको हावा खायौँ। कुहिरोले धेरै स्वागत गऱ्यो नाक टुप्पा डाँडी त भाँचेन तर हान्न चाहिँ मजाले हान्यो होइन कुहिरोले। अनि हान्न पुरा तैँले तेरो बाउको ठाउँ हो र भनेर हामीलाई ठेपेर जहाँ मन लाग्यो त्यहीँबाट सुई निस्किन्छ होइन ओ सरर टाइपको। अब त्यही हो मजा आइरहेछ जोस् हेट यस्तो मजा आइरहेछ कि जोस्। अब हामी ह्याप्स हान्नलाई जान आँटेको अब ह्याप्स हानेर अनि त्यसपछि लागिन्छ धरानतिर। चढियो माथि चढ्दैछौँ टक्कै उजी पनि चढ्दैछ अनि पुरै त्यहाँ गएर सिधा आउँछ बाबा
यता अर्को गर्दैछ। हामी स्काई वक अब हिँड्न थाल्यो। धेरै टाढाको स्काई वक हो है यो। यहाँसम्म ऊ छ। अब यहाँदेखि सिसा दादा इ बादल बाहेक केही पनि छैन। दिदी चाहिँ त्यहाँ टक्क बसिरहनु भएको छ। आइयो हुन त अब त यहाँ केही हुसुलाएर केही नदेखेर पनि के नहोला, हल्का घाम लागेको हो कि जस्तो हुन्छ। तर यहाँ त आज बादल सरी वरिपरि टाइपको भइरहेछ। किन नर्भस हो? बस न। यो तल एकदम भार छ, त्यो भिड नदेखेर पनि हो। अहिले खाली भएको तिमीले कति तलसम्म देख्थ्यौ। यहाँ तलसम्म देखिन्छ क्या छोरो, तर अहिले देखिएको छैन किनकि हुसुलाइरहेछ क्या। स्काई वकमा त साँच्चीकै स्काईको बिचमा वक गरिरहेको जस्तो फिल भयो, तर तल हेर्न पाइएन किनकि सबै हुस्सुले ढाकेको थियो। त्यसपछि मैले त्यहाँबाट यसो ड्रोन फुटेज लिनु पर्यो भनेको झन्नै ड्रोन हरायो। त्यही पनि दुःख सुख गरेर खिचेको यो सानो ड्रोनको फुटेज हेरेर रमाइलो गरिदिनु होला। हामीलाई यति धेरै चढी ओडी होइन, कस्तो थकाइ लाग्यो, भोक पनि लाग्यो। सो हामी यस्तो राम्रो ठाउँमा आइपुग्यौँ, तर बादलले कस्तो छोपिदियो यार। त्यहाँ तल धरान एकछिन अगाडिसम्म हामीले धरान देखिरहेको थियो है यहाँ माथिबाट। अब त ल मैले यो भिडियो खिचिन्जेलसम्म त धरान नै छोपियो फेरि बादलमा। फेरि हुन्छ नि अब खुल्यो भने चाहिँ म फेरि भिडियो खिच्छु। किनभने यस्तो राम्रो भ्यूमा आएर बसेँ हामी खानालाई। त्यहाँको खाना भन्नुहुन्छ भने यति मिठो थियो, यति मिठो थियो। त्यहाँनिर हामी बाहेक कोही पनि थिएन। फेरि खानासाना खाइयो, सबै रमाइलो गरियो, गफ गरियो, हुस उडेको हेरियो, धरान हेरियो, टिकटक बनाइयो, के गरियो। जस यो एउटा दिन चाहिँ साह्रै रमणीय थियो हाम्रो लागि। साह्रै मजा आयो यो भेटारको यात्रा। त्यसपछि ती हुस्सुहरू चिरेर हामीलाई हाम्रो प्यारो धरानको थोरै झझल्को देख्न पाइयो। त्यति सुन्दरता देख्न पाएपछि लु जाउँ अब भनेर सबैजना हतार गरेर हामी अगाडि बढ्यौँ। सबजना त्यहाँबाट छोडेर सर र अगाडि बढिसकेर हामी गएपछि बाटोमा हामीले छेपारो देख्यौँ। त्यो छेपारो हेरिसकेपछि अनि हामी लाग्यौँ धरानतर्फ। यति नै थियो आजको हाम्रो यो दिन। बाँकी अझै आउँदैछ। स्टे ट्युन्ड भन्छु नि।